नमस्ते तपाईहरुलाई मेरो चेन्जी आन्दोलनमा जति पनि क्षति भएको जडीबुटीहरू अस्ति टिफरमा धेरै 15 बोरा जति त हालेर पठाइसक्यो। अझै पनि मसँग यो ध्वासो लागेको धेरै कुराहरू बिग्रेको अनि पानी हालेको छरबर भएको यो काम नलाग्ने भएको छ। यो चाहिँ फेरि डस्टबिनमा हालेर हामी पठाइदिन्छौँ, फ्यालिदिन्छौँ। त्यही भएर तपाईहरुलाई यो पुरानो सुरानो एउटै दिँदैन, हामी फ्रेस सामान ल्याएर दिने हो, ताजा सामान ल्याएर दिने हो। यो सबै फ्याँक्ने हो, त्यो तपाईहरुले हेर्दै गर्नु, सबै फ्याँक्ने हो। अनि सिसा थियो त्यहाँ। अनि यो जति पनि छ यो यस्तो काम नलाग्ने भएको छ, हेर्नुस् त यहाँ डढेर। अनि यो सबै फ्याँक्ने हो, हेर्नुस् है। अनि धेरै कुरा छ, गजारा गुजुङ बिग्रेको यो यस्तोहरू धेरै कुराहरू छ, यो सबै फ्याँक्ने हो। अनि हामी तपाईहरुलाई राम्रो चिज दिने हो, स्वास्थ्यको लागि फाइदा होस् भनेर मात्रै काम गर्छौं। खड्क जडीबुटी पसलले बोझो भनेको ठाउँमा बोझै दिन्छ, चिराइतो भनेको ठाउँमा चिराइतै दिन्छ। अनि यसरी नै तपाईहरुलाई सेवा सुविधा स्वास्थ्य चाहिँ राख्न मैले एकदमै चाहिरहेको छु। तपाईहरुको लागि धेरै किसिमको जडीबुटीहरू दिन्छौं। त्यही भएर पुरानो जति सबै म चाहिँ फ्याँकिरहेको हुन्छु। अझै फ्याल्दैछ, अझै केलाउँदैछ, अझै फ्याँक्नुपर्छ मैले। अनि तपाईहरुलाई नयाँ सामान ल्याएर दिन्छौँ। अब मैले नयाँ सामान हालेको तपाईहरुलाई म एउटा भिडियो म अर्कोमा देखाउँछु। त्यो चाहिँ नेक्स्ट टाइम तपाईहरुले हेरिदिनु होला। अहिले चाहिँ यो फ्याँकेको मात्रै भिडियो देखाइरहेको हुन्छु। जति पनि छ गजाङ गुजुङ यो हेर्नु त, अब यो मेरो यो माथिको लाइटहरू पनि बिग्रेको छ। अनि यो कति सामानहरू यो थुप्रै कुराहरू छ यसमा, सबै बिग्रेको मात्रै चाहिँ यो सबै फ्याँक्न पर्ने हुन्छ। अनि त्यही भएर तपाईहरुलाई देखाइरहेको हो। धन्यवाद र नमस्ते।